यस्तो बाटोमा 25-30 किलोको भारी बोक्दा त हालत त यस्तो पो भयो। आज चाहिँ पुरानो ट्याङ्की मर्मत गर्नु पर्यो भनेर चर्को घाममा यहाँ बालुवा छान्न लागेको। केही बेर मजाले बालुवा छानिसकेपछि त्यो छानेको बालुवालाई चाहिँ बेल्चाको सहायताले बोरामा उठाएर यसो भोक पनि लागेको भनेर घरमा गएर खाजा खान लागेको। खाजा त स्पेसल रहेछ आज त। अब भोक लागेको बेलामा कसले पो चम्चा खोजेर बस्छ भनेर आफ्नै लोकल स्टाइलमा मजाले खाएर म चाहिँ आफ्नै ड्युटी तर्फ लागिहालेँ। यता फेरि गाउँको सबैजना बालुवा बोक्न आइसक्नु भएको रहेछ। म पनि झ्यापझुप बालुवा बोकेर जंगलको बाटोतर्फ लाग्यो। हाम्रो फेरि ट्याङ्की बनाउने एकदमै टाढै छ के बाटोको कुरा गर्नु पर्दा चाहिँ बाटो चाहिँ एकदमै खतरनाकै थियो। वन मिस गेम फिनिस जस्तो थियो। त्यही पनि बल्ल बल्ल 20-30 किलोको बालुवा बोकेर हामी चाहिँ डेस्टिनेसनमा पुगियो। अनि हामीहरू त्यहाँ पुगेर पुरानो ट्याङ्की वरिपरि आएको झारपातहरू उहालेर सरसफाइ गर्न लाग्यो। अनि हाम्रो आजको काम भनेको यो ट्याङ्कीलाई हल्का लिकेज भएको थियो, त्यो टालटुल गर्न थियो। तर बिडा मना सिमेन्ट पो ल्याउन बिर्सेछ। फेरि लिन जाम भने 2 घण्टा लाग्छ। त्यही भएर आजको कामलाई चाहिँ यतै समाप्त गरेर हामी चाहिँ घरतर्फ लाग्यो। सो आजको लागि यति नै।